पार्टी सभापतिका रूपमा मेरो काँधमा विशेष जिम्मेवारी आएको छ। यो विशेष जिम्मेवारीलाई म नेपाली जनताको विश्वासलाई साथमा लिएर र नयाँ आउनुभएका साथीहरूलाई विश्वासमा लिएर म दृढताका साथ निभाउँछु। म तपाईँलाई वचन दिन चाहन्छु, दायाँ बायाँ कहीँ कतै केही हुँदैन, कसैले दायाँ बायाँ गर्न पाउँदैन। तपाईँ हाम्रो हातमा, आज पार्टीका रूपमा हामी जोडिएका साथीहरू र अहिले अगाडि बढ्ने साथीहरूको हाम्रो हातमा अहिले यो हलमा भएका मान्छेको मात्र होइन, तपाईँहरूको घरमा भएका बालबालिकाहरूको भविष्य पनि अहिले हाम्रो काँधमा आइपुगेको छ। यो चान्चुने कुरा होइन साथी हो, घरमा भएका साना केटाकेटीको मात्र होइन, अब जन्मन बाँकी भएका केटाकेटीहरूको भविष्य पनि हाम्रो काँधमा आएको छ। यो खेलाँची गर्ने समय होइन, यो खेलवाड गर्ने समय होइन र हामी सक्छौँ, हामी सक्षम छौँ। त्यसैले म सबैलाई यही भन्न चाहन्छु, जति पनि शक्तिहरू सलबलाइरहेका छन् अहिले, अब यो इतिहासको यो सङ्गीन मोडमा देशले एउटा राम्रो इतिहास लेख्न गइरहेको, देशले एउटा सुनौलो भविष्य कोर्न लागेको यो बेलामा डिस्टर्ब गर्ने होइन, जस्ट सिट डाउन। सबैलाई भन्न चाहन्छु, प्लिज डु नट डिस्टर्ब, जस्ट सिट डाउन।